केटा हो बुवालाई खुसी राख्नु छ भने चोर्नपट्टि लाग्नुपर्छ बुझ्यौ चोर्ने त कहाँ चोर्ने त्यहाँ पसल छ होइन एउटा त्यहाँ गएर त्यहाँ सबै सामान जति सब उठाइदिनुपर्छ पैसाहरू कति छन् सब सामानहरू के छन् सब उठाइदिनुपर्छ त्यसो भए लागिहालौँ न त अहिले नै लागिहालौँ त हिँड्यौँ जाउँ सरी हजुर मैले देखेन म दौडिरहेको थिएँ ठोकिन पुगेँ तपाईँलाई केही त भएन आँखा नदेखे पनि कानले सुनेर हान्न बल बल थाक्यो यार मारे थियो केटाहरूले त यार के छ यहाँ त देख्नु खत्रै सामान छ क्या हो म खतरा छ क्या हुन्छ पैसाको यहाँ हेर त यहाँ कपडा यस्तो गरेर यहाँ पैसा होला छैन नि यस्तो दुःख गरेर कपडा A few moments later. छोरा हो आज बिदाको दिन रमाइलो गर्नुपर्छ यो 3टा छ नि घन्टा क्लास गराउनुपर्छ आजलाई घन्टा क्लास लगेर छोरो कान्छु खाइदे त फेरि के हो खान्छु ल 2 वर्ष अगाडि तेरो 2 जनाको मम्मीले मलाई छोडेर गई हैन बाउ आज रमाइलोको दिन एउटा कुरा भन्नु थियो बाउ तिमीलाई भन्न किन लुकाउँदो बेली यही कानेर मैले चोरीकन लगाएको थियो पैसा एउटा घरबाट लगिकन गयो न बाउलाई नयाँ नयाँ लुगा ल्याइकन दिउँला भनेर सोचेको थिएँ मैले के भयो त्यसपछि भन्छ आँखा नभयो नि बाउ मलाई त थाहा नि त हामीलाई कस्तो हुन्छ भनेर थाहा यसले न मैले पैसा चोर्यो गाउँलेको लगनै खायो योले त देख्दैनस् तपाईँकन नयाँ नयाँ लुगा ल्याइकन हाल्नुला भने बाउ आऊ त्यो ब्याग खोल्दा चाहिँ भित्र काँचका ढल्ला मात्रै गर्नु पैसै छैन के हाल्ने त के नलाग्यो क्या त्यो बेला अलि पैसा धरेर ल्याउने हो त बुझा त यो कहानी हो के बुझ्दैन के तँलाई कसरी बुझाउनु हुन्छ यसलाई कसरी बुझाउनु हुन्छ बाउ होला यहीकन बिहा दिउँ अब बिहा दिउँ छोराछोरी जन्माउला आफ्नो घर बसाउला काने त काने हो बाउ के भन्छन् भन्नु त खोजिदिन्छ चाहिँ एकन को हेर्दो छ एकन हुन्छ को बाउ तपाईँ कस्ता कुरा दाछौ यार बाउ ल हुन्छ बाउ आँखा देख्दैन म कसै गइकन खोज्छु यार बाउ कता कुराको दाजु जति अगाडि गरी यहाँ यार यही खाना कसरी खोजिदिने भन्ने कुरो हो पहिला बाउ यहाँ दिनु कानै सुन्दैन कोही केटी पनि भन्ने कुरा हो तपाईँले यार गइकन खोज्दै त खोजिदिने भन्छ गइकन खोज्दै भने खोज्यो भन्दा म आँखा देख्दो छु म आँखा देख्दो भए त म दुनियाँ गइकन चोद्दो थिएँ त बाबु पनि कस्ता कुद्दा यार अनि एकले आफै खुइने हो के केटी भन्ने मैले खोजेर हुन्छ एकले खोजेर अनि तम्म धर्म हो त केटी खोजिदिने बिहा दिन तम्म त धर्म हो त त्यही आमा 2 वर्ष अगाडि मरि म आफै खुइदै थिएँ त मैले भेटा भइदिएँ केटी
आफै जोइ ल्याउँथे तमी पनि बोकाइ त बोकायो भन्दा अब क्या दादा बाबु यस्तै छ बाउ बुनबुन एउटा काने एउटा आँखा नदेख्ने अन्धो कस्ता त नजायो भन्दा मैले बिमतलाई दिया है जन्मन तेरी आवाली हो तेरी आमा ने भन्छु हातमा आशी गर क्या अहिले भगवानका साथमा छि बाउ राम्रै होला अहिले यी कुरा छोडिदियो अब अब बुनबुन बिहार ल्याउन एक बोतल बिहार ल ल्याउ ल खा तँलाई देख्दैन मात्रै हो काहीँ छ बाउ ऐँठी छ ऐँठी छ पहिला रोप एकचोटि भएको रोप त राममा त हेर त ल ल ल हातैमै काटिदिन्छु म ल त के हेरे खाना एकचोटि रोप धन्यवाद बाउ धन्यवाद आज बिदाको दिन भएर हो खा मोदर अरू त्यस्तै हो अब चोरी गर्ने पनि नराम्रो बानी रहेछ बाउ पहिल्यै थाहा भइस तैँले त्यो जब अस्ति हामीले चोरी गर्न त्यो भित्त पुलाका ती कागजका डल्ला भेट्यो बाउ त्यसपछि चोरीको धन राम्रो हुन्न सोच्यो के भयो थाहा भइकन किन चोरी थियो त राममा चोर्ने यही गर्न भन्न छु एउटा मेन त अलिअलि आँखा देख्छु है रे अलिअलि इज्जत थियो बाउ गाउँमा लखडी फाले बाउ अस्ति यही कहाँनिर यही छ नि यहीका दिमाग छन् नि भन्छु त्यसका एक छाती छ क्या बाउ एउटा डन छ बाउ त्यो डनले त्यो कट्टु च्याट्या गर्न लाउँदो त्यो त्यसले सिकायो बाउ सबै चोर्नुपर्छ भनेर बाउ सुन्नुहोस् है सुनि कि बाउ छोडिदियो बाउ ए सुन्दैन कुरै बोल्दैन बाउ छोडिदियो बुझ्दैन है यो म आँखा नदेख्ने भयो नि बाउ भन्नु सब सुन्नुहोस् है त भोलिदेखि अब बाउ म चोर्दैन कहिले पनि चोर्नु नराम्रो कुरो हो बतु न अरूले चोरेको म खान्छु बाउ म चोर्दैन बाउ अब क्या हार्ने भनेपछि बाउ अब हामी 3 बाउ छोरा यो काने र काने भइगयो छोड्यो भाइ भन्नु भोलि बिहान बाउ मजाले एउटा बारी खनाउँ बाउ बारी खनाउँ अरू राम्ररी फसल लगाऊँ राम्रो बनाऊँ यही मेरो चाहना छ बाउ त देख्दै नै करी खन्ने भाउ बाउ म अन्दाज कानबाट हेरिकन के बोले भाइ तेरा चारा खा सुँगी गयो यता गए त छैन त भाइ छैन तेरा चारा खा बाउ चाया यो चारै रहेछ यी दुईटा रहेछ नि यार बाउ चाया झर्दो त नगर न बाउ यस्तो यार चाया गुरु गरे फेरि चाया त फाल्दै हो क्या नुहा हुने आउँछ नि भन्दै नि देख्दै नि एउटा त नुहाइदिनु नै क्या पानीको खडेरी रहेछ बाउ लट्ठी कहाँ छ बाउ लट्ठी कहाँ हुँदो छ लट्ठी कहाँ राखी तैँले बाउ अब रात पनि छिपिको छप्किसक्यो देख्दै न बाहिर पनि यो साइडमा राख्यो छप्किएको होला आफ्नो बियर साइडमा अब आफ्नो कोठातिर जाउँ बाउ त्यही जाउँ मजाले बाउ छोरा सुतौँ भोलि बिहान उठाउँ त सुने अहिलेसम्म के कुरो बाउ यो त गर्ने मात्रै हो बाउ तँ खाना पहिला खाता यो खाता तँ पनि खान त्यो यो के भन्छ यसलाई यही हो त्यो अर्ना हुने दिएको तैँले भ्याइलाई मैले भ्या बाउ योले यो कानले भ्याएन के अब बाउ हामी कानै सुन्दैन बाउ अब उठौँ जामी म गर्न समय त बाउ साइडमा राख्नु पहिला तिमी रोइ बाबु एकैछिन रोकै बाउ अब उठौँ बाउ धेरै रात भइगयो उठौँ बाउ म गर्न समय बाउ म थाङमा भन्छु उठ सम्म बसिकन जाऊ के बाउ यार बाउ अनि दाइले उठाउन नि उठा बाउ समात्न बाउ छोटो बाउमा बसिकन जान्छु बाउ त घरमा त हुने मान्दैन नि उठ हिँडिकन जाऊ के बाउ हिँडिकन जाऊ बाउ भाइ ल्याउँदा दाइले म गर्न उठ्दै कि यार जिरो हाटो यार निकै बाहिरको लाग्यो बाउ उठ्यो है त्यही यार तँ पनि त्यति भयो कि नभए आउने आउँदैन धेरै खायो कि अहिले तपाईँको बड्डा लिनु पायो
बोतलको पानीले आकाश मेरो घाँटी बुझीको मद्दा भएमा हटिकन हान्नु ल छोरा सुत्ने बेला आइसक्यो भाउ म काट्छु भाउ भाउ रामा सुत्छ सुत्छ त कन क्या भन्छ खानी हल्न सुप्पा सुत हुन्छ भोलि बिहान खेत खनाउ है भाउ जाउँ न के सिन्दा अरे खम्बिन्दो म त भाउ बैराग लाग्यो भाउ खुट्टा त राम्रो खान यो आँखा देख्दैन रहने घाटै छ यार एउटा यस्तै छ बिहान पनि 7-8 बन लागिसकेछ ओइ केटा ओइ खाना गुनेरो छिटो उठो उठ यो फेरि फटा उठ छिटो ससमा खा राखेको हुने हो यहाँ चलो छिटो उठ है छिटो खाना साना उठ्नु पर्यो त उठ छिटो खाटो यो त देख्दैन उठ तपाईँ मर्निङ वाक जानुपर्छ उठ बाउले धेरै खाइदिएछ उठ खाइदियो बट्टाले खाना साना पकाउनु पर्ने 8 बजी आँखै देख्दैन राममा त देखाइ नि त उठ छिटो छोरा रातभरि बास छोरालाई नखा भन्दाखेरि खुवाउने बनाउने रक्सी बाउको तरिका त्यही हो हिजो बिदा बिदा थियो त्यो मोज गर केटा छिटो छोराहरू भएर चुप लाएर खाने बस्ने म अर्जुन अनि छोरालाई त राम्रो बाटो बनाउन सिकाउने हो त हामीले त लाटे खाना साना पकाउने हामीले त खाना पकाउने खाना रक्सी बनाउन खुवाउन लगाउँछ नि यार बाउ भने त्यही हो देख्दै नै चुप लाएर खुनु खाने बहिनी कहाँतिर उठ खाना ल अब अहिले हिँड्थ्यौँ मैले तिमीलाई होइन मैले उयो खन्ने तिमीहरूले यो गाडी कहीँ चिज दिएन यहाँसम्म त्यहाँ यस्तो हो यहाँ हो त्यहाँ खानु यहाँ त यहाँ हो यहाँ त भने कहाँ यहाँ यता हो यता कस्ता बाबुले त्यो खन्दैलाई त्यो खन्नमा ठान्दैन कस्तो कहानी रहेछ हामीबाट मर म लडेदेखि थिएँ हामीले चोर्नु हुँदो रहेछ अब खेतीपाती गरेर आएर कमाएर बाउ त्यो बुढो बाउले पाल्नु पर्थ्यो यार त्यसको अब बड्डाको छैन नि खिच्ने ल ठिक छ खन